फुटबल प्रेमीहरू, आजको यस रणनीतिक विश्लेषणमा स्वागत छ। आज हामी विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक, ऐतिहासिक र बहुप्रतीक्षित भिडन्तको गहिरो चिरफाड गर्दैछौँ। एकातिर डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अनि अर्कोतिर वर्षौंदेखि विश्वकप ट्रफीको तिर्खामा रहेको शक्तिशाली इङ्ल्यान्ड। यो केवल मैदानको 90 मिनेट मात्रै होइन, यो त दुई बिल्कुलै फरक फुटबल दर्शनको महाभिडन्त हो। आउनुहोस् सुरु गरौँ। ठिक छ, आजको यस प्रस्तुतिमा हामी के हेर्दैछौँ त? पहिलो, यो ऐतिहासिक सेमिफाइनल, त्यसपछि अर्जेन्टिना र इङ्ल्यान्डको वर्तमान अवस्था, उनीहरू बीचको रणनीतिक भिडन्त, टोलीका कमजोरीहरू र अन्त्यमा फाइनल निष्कर्ष र अनुमान। ल अब ढिला नगरी विषयवस्तुमा प्रवेश गरौँ। खण्ड 1, ऐतिहासिक विश्वकप सेमिफाइनल, दाउमा ठूलो अवसर। स्रोतमा एउटा साह्रै मार्मिक कुरा उल्लेख छ। यो केवल एउटा फुटबल खेल होइन, यो इतिहास, प्रतिष्ठा, रणनीति र करोडौं समर्थकहरूको भावनाको युद्ध हो। साँच्चै इङ्ल्यान्डले वर्षौंदेखि ट्रफी घर फर्काउने सपना देखेको छ र अर्जेन्टिना आफ्नो ताज बचाउन ज्यान दिइरहेको छ। यो भिडन्तमा दुवै टिमले करोडौं फ्यानहरूको आशा र ढुकढुकी आफ्नो काँधमा बोकेर मैदानमा उत्रिनेछन्। यो आफैमा एउटा महाकाव्य जस्तै हो। अनि यो खेलको नतिजा कति निर्मम छ भनेर हामीले बिर्सन मिल्दैन। यहाँ कुनै बीचको बाटो छैन। जो जित्छ उसले सिधै विश्वकप फाइनलमा स्पेनसँग उपाधिका लागि भिड्ने सुनौलो टिकट पाउँछ। तर जो हार्छ नि, उसको उपाधि सपना त्यही चकनाचुर हुन्छ र तेस्रो स्थानको सान्त्वना खेलमा सीमित हुनुपर्छ। दुवै टोलीका लागि यो साँच्चीकै गर या मरको अवस्था हो। खण्ड 2, अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन र यसको मुख्य पक्ष हो अनुभव र सामूहिक लय। अब डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको कुरा गरौँ। समूह चरणदेखि नकआउटसम्म आइपुग्दा उनीहरूले गजबको लय समातेका छन्। साँच्चै भन्ने हो भने उनीहरूसँग अनुभव मात्र छैन, दबावलाई कसरी पचाइसक्ने भन्ने कला पनि छ। अहिलेको अर्जेन्टिना कुनै एकजना सुपरस्टारको भरमा मात्र छैन, उनीहरू एकदमै परिपक्व र सामूहिक फुटबल खेलिरहेका छन्। सिङ्गो टिम एउटै मसिन जसरी चलिरहेको छ। पक्कै पनि लियोनेल मेसी अझै पनि टोलीको मुटु हुन्। उनको खेल पढ्ने खुबी र ती जादुगरी पासहरूले जुनसुकै दललाई खेल पल्टाउन सक्छ। तर उनलाई साथ दिने टिम झनै खतरनाक छ। जुलियन एल्भेरेजको निरन्तरको आक्रमण, एन्जो फर्नान्डेज र म्याकएलिस्टरले धानेको मिडफिल्ड इन्जिन अनि रोड्रिगो डे पाउलको त्यो कहिल्यै नथाक्ने मेहनत, यो सबैले गर्दा अर्जेन्टिना साँच्चीकै सन्तुलित र मजबुत देखिएको छ। अनि अर्जेन्टिनाको कुरा गर्दा गोलकिपर एमिलियानो मार्टिनेजलाई कसरी बिर्सिनु? उनी त ठूला खेल र दबावका मास्टर नै हुन्। यदि कतै यो सेमिफाइनल पेनाल्टी सुटआउटसम्म पुग्यो भने नि, मार्टिनेजको त्यो चर्चित माइन्ड गेम्स र आत्मविश्वासले मात्रै पनि अर्जेन्टिनालाई मनोवैज्ञानिक रूपमा धेरै अगाडि पुर्याउँछ। खण्ड 3, इङ्ल्यान्ड सन्तुलित चुनौतीकर्ता, युवा, गति र टिमवर्क। अब पूर्ण रूपमा निष्पक्ष भएर इङ्ल्यान्डतर्फ हेरौँ। साँच्चै भन्नुपर्दा यो प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोलीमध्ये एक हो इङ्ल्यान्ड। उनीहरूसँग युवा जोश छ, मैदानमा उड्ने गति छ र उत्कृष्ट टिमवर्क छ। ह्यारी केनको त्यो घातक फिनिसिङ, जुड बेलिङ्गमको असीमित ऊर्जा र निडरता अनि विङ्समा साका र फोडेनको त्यो पत्याउनै गाह्रो पर्ने स्पिड, यो सबैलाई सन्तुलनमा राख्न डेक्लान राइस डिफेन्सिभ मिडफिल्डमा चट्टान भनेर बसेका छन्। आक्रमण मात्रै कहाँ हो र, डिफेन्समा पनि इङ्ल्यान्ड त्यत्तिकै बलियो छ। जोन स्टोन्स र मार्क गुईको उत्कृष्ट तालमेल अनि गोलपोस्टमा जोर्डन पिकफोर्ड। तर यी सबै कुराको बावजुद इङ्ल्यान्डको सबभन्दा ठूलो हतियार भनेको उनीहरूको एकताबद्ध टिमवर्क नै हो। उनीहरू एउटा युनिटको रूपमा ज्यान दिएर खेल्छन्। खण्ड 4, रणनीतिक भिडन्त र मुख्य खेलाडीहरू, बल नियन्त्रण विरुद्ध प्रेसिङ। यो स्लाइडमा प्रस्तुत गरिएको रणनीतिक भिडन्त एकदमै रोचक छ। एकातिर अर्जेन्टिना छ, जसले बललाई आफ्नै नियन्त्रणमा राखेर छोटो पास खेल्दै मेस्सीका लागि खाली ठाउँ खोज्ने रणनीति अपनाउनेछ। अर्कोतिर इङ्ल्यान्ड छ, जो एकदमै माथिबाट प्रेसिङ गर्ने, बल खोस्ने र साका तथा फोडेनको गति प्रयोग गरेर बिजुली जस्तै छिटो काउन्टर अट्याक गर्ने सुरमा हुनेछ। सिधा भन्नुपर्दा जसले मिडफिल्डमा राज गर्छ, खेल उसैको मुठ्ठीमा हुनेछ। र यो खेलको सबैभन्दा ठूलो व्यक्तिगत भिडन्त हो, लियोनल मेसी भर्सेस जुड बेलिङ्गम। एकातिर मेसीको त्यो अतुलनीय अनुभव र निर्णायक क्षणमा म्याजिक देखाउने कला छ। अर्कोतिर बेलिङ्गम छन्, जसमा युवा स्टार पावर, अथाह ऊर्जा र ठूला खेलमा अलिकति पनि नडराउने गजबको आत्मविश्वास छ। यो अनुभव र युवा जोशको साँच्चीकै ऐतिहासिक लडाईँ हुनेछ। खण्ड 5, कमजोरी र जितका आधारहरू, प्रतिरक्षाका कमजोरीहरू।
अहिलेसम्म हामीले उनीहरूका सबल पक्षको कुरा गर्यौं, तर हामीलाई थाहा छ जतिसुकै उत्कृष्ट टोली भए पनि केही न केही खोट त हुन्छ नै। आखिर कुन त्यस्ता लुकेका कमजोरीहरू छन् जसले यी दुईमध्ये कुनै एकलाई हारको बाटो देखाउन सक्छ? यो प्रश्नले खेलको पुरै कथा बदल्न सक्छ, किनकि दुवै म्यानेजरहरूले विपक्षीको त्यही दुख्ने नसामा प्रहार गर्ने योजना बुनेका हुन्छन्। कमजोरीको कुरा गर्दा अर्जेन्टिनाको डिफेन्समा कहिलेकाहीँ ससाना गल्तीहरू देखिन्छन्। यदि मिडफिल्डमा उनीहरूले बल गुमायो भने इङ्ल्यान्डको त्यो द्रुत काउन्टर अट्याक अर्जेन्टिनाका लागि घातक साबित हुन सक्छ। उता इङ्ल्यान्डको मुख्य कमजोरी भनेको चरम दबावमा कहिलेकाहीँ आत्तिनु र आत्मविश्वास गुमाउनु हो। यदि अर्जेन्टिनाले सुरुमै गोल गरिदियो भने इङ्ल्यान्डलाई खेलमा फर्किन साँच्चीकै पहाड फोडे जस्तै गाह्रो हुन सक्छ। त्यसो भए अर्जेन्टिनाले जित्न के गर्नुपर्छ त? पहिलो कुरा, उनीहरूलाई मेस्सीको जादुई प्रदर्शन चाहिन्छ। दोस्रो, उनीहरूले मिडफिल्डमा पूर्ण नियन्त्रण राख्नै पर्छ। र तेस्रो, गोलकिपर एमिलियानो मार्टिनेजले आफ्नो त्यो पुरानै उत्कृष्ट लय देखाउनु पर्ने हुन्छ। यी कुराहरू मिले भने अर्जेन्टिनालाई रोक्न गाह्रो छ। त्यसैगरी इङ्ल्यान्डले जित्ने हो भने उनीहरूका पनि आफ्नै शर्तहरू छन्। ह्यारी केनले पाएका अवसरहरूमा क्लिनिकल फिनिसिङ गर्नै पर्छ, कुनै गल्तीको छुट छैन। जुड बेलिङ्गमले मिडफिल्डको युद्ध जित्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण, साका र फोडेनको त्यो विस्फोटक गतिलाई सही समयमा अर्जेन्टिनाको डिफेन्स चिर्न प्रयोग गर्नुपर्छ। खण्ड 6 अन्तिम निष्कर्ष र अनुमान। यो कसरी समाप्त हुनेछ? स्रोतका तथ्याङ्कहरू हेर्दा एउटा निकै रोचक नम्बर अगाडि आउँछ, 60। विश्लेषकहरूका अनुसार यो 60 मिनटको मार्क एकदमै क्रिटिकल छ। यदि पहिलो 60 मिनटसम्म कसैले पनि गोल गर्न सकेनन् भने यो खेल अतिरिक्त समय वा पेनाल्टीमै जाने सम्भावना अत्यन्तै उच्च हुन्छ। अनि समय जति बित्दै जान्छ दबावको पारो त्यति नै तात्तिँदै जानेछ। तर अन्त्यमा विश्लेषकहरूको अनुमानित स्कोर लाइन के छ त? उनीहरूले अर्जेन्टिनाको पक्षमा 2-1 को साँघुरो जित हुने प्रक्षेपण गरेका छन्। यसले के प्रश्न पार्छ भने यी दुई टोली बीचको अन्तर एकदमै सानो छ। एउटा सानो गल्ती वा एउटा सानो म्याजिक त्यतिले नै हार र जितको फैसला गर्नेछ। अब जाँदा जाँदै एउटा प्रश्न। इतिहास, प्रतिष्ठा र दुई फरक पुस्ताको यो महाभिडन्तमा अन्ततः विश्वकप फाइनलमा स्पेनसँग भिड्न को सफल होला? के अर्जेन्टिनाको अनुभवले बाजी मार्ला वा इङ्ल्यान्डको युवा जोसले नयाँ इतिहास रच्ला? जे होस्, यो भिडन्त निकै कडा हुने पक्का छ। आजको यस विश्लेषणमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।